नमस्कार, म डीएसपी सरोज राई, जिल्ला प्रहरी कार्य सर्लाही। हाम्रो मिति 2081 साल 12 महिना 13 गते 1500 बजेको समयमा जिल्ला सर्लाही नगरपालिका वार्ड नम्बर 2 बाल मन्दिर चौक स्थित राज गेस्ट हाउसमा एकजना महिला झुन्डेको अवस्थामा फेला परेको भन्ने सूचना प्राप्त भए पश्चात हामीले घटनास्थल प्रकृति बुझ्दा लगायतका कुराहरू गरेर लासलाई पोस्टमार्टमको लागि पठाएका छौँ। सो घटनाको विस्तृत अनुसन्धान गर्दै जाने क्रममा उक्त होटल बुक गर्ने व्यक्ति जिल्ला सर्लाही हरिवन नगरपालिका वार्ड नम्बर 10 बस्ने मोहम्मद सिराज मिति 2021 साल 12 महिना 14 गते निर्दय पक्राउ गरी निर्दय आत्महत्या दुष्कर्म सम्बन्धी कसुरमा म्याथा भई अनुसन्धान भइरहेको बेहोरा जानकारी गराउन चाहन्छु तथा उक्त घटनामा एकजना थप व्यक्ति पनि रहेको भनी बुझ्न आएको छ, जिसको पूछताछ भइरहेको बेहोरा सूचना दिन चाहन्छु।